हेलो हाई गाइज आजको मिनी ब्लगको सुरुवात हुन्छ कुछ यसरी। अब जाने दिन पनि आए नेपालगञ्ज अब जाँदैछु म। अब जुम्लाबाट आउने ब्लग यति नै हो। आजको फाइनल ब्लग हो जुम्लाको। त्यत्तिकैमा जान थियो। आज यसो संस्थाको मान्छे आएको रहेछन् चुला सुला दिने भनेर नाम लेख्दै थिएँ। म पनि यसो रमाइदिएँ त्यहाँनिर बसेर। अनि त्यसपछि आज नेपालमा एनपिएल सुरु भएको छ अनि दुईटा गेम चलिरहेको थियो। कर्णाली एक्स भयो भर्सेस विराटनगर किङ्स। त्यसको प्रेडिक्सन गर्दै थिएँ। दुईटैले कसले जित्छ भन्ने कुराको लागि मैले यसो भिडियो बनाउँदै थिएँ, बनाएँ पनि। अनि दुईटैको भिडियोको बारेमा बोलेँ अनि दुईटैले कस्तो गर्छन् त्यो पनि बोलेँ। त्यत्तिकैमा अनि भाइले आज के मिलाएर चाहिँ स्कुलबाट किताब कपीहरू के मिलाएको थिएँ हेरेँ एकचोटि अनि रमाएँ। त्यत्तिकैमा भाइलाई राख भनेर भनेँ अनि भाइले पनि यसो न झोलासोला प्याकस्याक हानेर अनि राखिहाल्यो। त्यत्तिकैमा यसो म पनि फेरि अब गाउँको भिडियो बनाउँछु भनेर लागेँ। किनभने चाहिँ यादको लागि एउटा गाउँको भिडियो बनाइदिउँ कि भनेर बनाएँ। अब गाउँबाट जान छ त्यही भएर यसो गाउँको एउटा राम्रो भिडियो बनाएर राखौँ भनेर राखेको। त्यत्तिकैमा फेरि अनि हाम्रो गाउँभन्दा उताको गाउँको पनि यसो भिडियो बनाइदिउँ न त भन्ने भयो। अनि त्यसको पनि भिडियो यसो बनाइदिएको किनभने चाहिँ घाम ढल्किसकेको थियो। साथै आजको मिनी ब्लग यहीँ सकिन्छ। बाई गाइज, अब फेरि भेटौँ।